सुनसरीमा कांग्रेस राष्ट्रपा कार्यकर्ता बीच विवाद भएपछि लाठीचार्ज, गौर झडप, 3 गाडी र 2 मोटरसाइकलमा आगजनी। रामपुरमा भेटिएको शंकास्पद वस्तु 4 को पोको। दाङमा एमालेको झण्डा जलाउने राष्ट्रपाका थप 2 कार्यकर्ता पक्राउ। 12 दिनपछि देशको नम्बर 1 पार्टी बन्छौ संयोजक दाहालको भनाई। बीटीभी नेपाल, आवाज जनताको। नमस्कार, यहाँहरूलाई स्वागत छ बीटीभी नेपालको न्यूज बुलेटिनमा। म मित्रता श्रेष्ठ। सुनसरीको भोकरामा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता बीच विवाद भएपछि प्रहरीले लाठीचार्ज गरेको छ। शनिबार बिहान 11:30 बजे भोकरा नरसिंह गाउँपालिका 4 मा सुनसरी 4 का कांग्रेस उम्मेद्वार ज्ञानेन्द्र बहादुर कार्की चुनावी सभामा जाने कार्यक्रम थियो। त्यस क्रममा राष्ट्रपा र कांग्रेस कार्यकर्ता भेला हुँदा विवाद उत्पन्न भएको एसपी केशव थेबेले जानकारी दिए। उनका अनुसार विवाद उत्पन्न भई हातपात हुने अवस्था सिर्जना भएपछि लाठीचार्ज गरिएको थियो। झडप हुन पाएन। झडपको अवस्था सिर्जना हुन लागेपछि तितर बितर पार्न लाठीचार्ज भएको थियो। अहिले अवस्था शान्त छ, उनले भने। रौतहटमा 2 समुदाय बीच विवाद भएपछि सदरमुकाम गौर तनावग्रस्त भएको छ। 3 दिन अघि जन्ती गएका हिन्दू समुदायका मानिसहरू मस्जिद नजिक पुगेपछि विवाद सुरु भएको थियो। शनिबार गौरमा झडप भइरहेको छ। 2 समूहको बीचमा झडप हुँदा गौरमा 3 वटा गाडी र 2 वटा मोटरसाइकलमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले बताए। उनले भने शुक्रबार पनि झडप भएको थियो। गौर नगरपालिका 6 स्थित सबगडा गाउँका 2 समूह बीच 2 दिनदेखि लगातार झडप भइरहेको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। आक्रोशित समूहले गौर स्थित एउटा पेट्रोल पम्पमा पनि तोडफोड गरेका छन्। फागुन 8 बाट इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व रमजान सुरु भएको छ। यो पर्वमा मुस्लिम धर्मावलम्बीहरू 1 महिनासम्म दिनभरि निरहरा व्रत बसेर नमाज पढ्ने गर्छन्। मुस्लिमहरू नियमित काम सकेर 1 महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गर्छन्। यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपी व्रत बस्ने गरिन्छ। चितवनको रामपुरमा भेटिएको शंकास्पद वस्तु विस्फोट पदार्थ नभएको पुष्टि भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय नजिकै भेटिएको शंकास्पद वस्तु बम नभई 4 को पोको भएको भेटिएको हो। नेपाली सेनाको बम डिस्पोजल टोलीले बम नभएको पुष्टि गरेको हो। जिल्लाको तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा थप 2 जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले तुलसीपुर उपमहानगरपालिका चाल हरवाल निवासी 30 वर्षीय रमेश राणा मगर र तुलसीपुर 6 गाइडर निवासी 24 वर्षीय विक्रम परियारलाई आज पक्राउ गरिएको जानकारी दिए। यही प्रकरणमा शुक्रबार तुलसीपुर 4 काला खोला निवासी 55 वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरिएको थियो। प्रहरी नायब उपरीक्षक बोहराले झण्डा जलाउने कार्यमा संलग्न 3 जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको र अन्य सम्भावित व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिए। दाङको गोराईमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेता बालेन्द्र शाह आउने खबर पाएपछि दाङ तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका समर्थकहरूको भिडमा झण्डा जलाइएको थियो। राष्ट्रपा समर्थित भिडले केपी शर्मा ओली विरुद्ध नाराबाजी गर्दै घण्टी बजाएर एमालेको झण्डा लगाएका थिए। एमाले त्यस कार्यको विरोध गरिरहेको छ। निर्वाचन आयोगले राष्ट्रपा दाङलाई यसबारे स्पष्टीकरण पनि सोधेको छ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निर्वाचनपछि आफ्नो पार्टी पुनः देशको 1 नम्बर पार्टी बन्ने दावी गरेका छन्। दोलखामा मतदातासँग अन्तर्क्रियामा उनले यस्तो दावी गरेका हुन्। दाहालले जनता र पार्टीका लागि सहज मार्ग निर्वाचन नै रहेको बताए। निर्वाचन सहज विकल्प मात्र नभएर जनतालाई संगठित र परिचालित बनाउने मार्ग रहेको उनको भनाइ छ। दाहालले भने, हामीले देशभर प्रचार अभियान अघि बढाइरहेका छौँ। बाँकी 12 दिन युद्ध स्तरमा काम गर्दा फेरि देशको नम्बर 1 पार्टी बन्न सक्छौँ र नयाँ परिस्थिति निर्माण गर्न सक्छौँ। निर्वाचनका लागि सबै राजनीतिक दलहरू निर्वाचन प्रक्रियामा सहभागी भइसकेको र जनता पनि निर्वाचनमा भरोसा गर्दै अघि बढिसकेका बताउँदै अझै पनि केही मानिसहरूले निर्वाचन हुँदैन भन्ने कुरा भएको जिकिर गरे। उनले भने, हावाहुरी केही दिन आए जस्तो देखिए पनि स्थायी हुँदैन। अब मानिसहरूले बुझिसकेका छन् राष्ट्रिय र वामपन्थी एकीकृत गर्ने पार्टी नेपाली कम्युनिस्ट पार्टी नै हो। आजको न्युज बुलेटिन यही समाप्त भएको छ। अर्को बुलेटिनका साथ फेरि पनि उपस्थित हुने नै छु। तबसम्मको लागि हेर्दै गर्नुहोला बीटीभी नेपाल।